सोच्नुस् त, एउटा यस्तो भाषा जुन ब्रह्माण्डका हरेक जीवले बोल्न र बुझ्न सक्थे। आज हामी यही विश्वव्यापी भाषा यो कसरी बन्यो र यसलाई बनाउने व्यक्तित्वहरूको कथा खोतल्दैछौँ। ल सुरु गरौँ है त। हाम्रो कथाको केन्द्रमा हुनुहुन्छ एलडी लिमा। उहाँलाई सबै प्रजातिहरूमध्ये सबैभन्दा महान नारी जीव भनेर चिनिन्छ। उहाँ एउटी रानी हुनुहुन्थ्यो जसको शासन 35वटा सौर्यमण्डल र 54वटा ग्रहहरूमा फैलिएको थियो। तर यति महान रानीले बदलामा के पाउनुभयो त? हत्या अनि ब्ल्याक होलमा कहिल्यै नफर्किने यात्रा। यो कसरी भयो अनि किन? हो, यही प्रश्नबाट हाम्रो आजको खोजी सुरु हुन्छ। खासमा यो कथा दुई शासकहरूको हो, एकातिर रानी लिमा अनि अर्कोतिर उहाँको उत्तराधिकारी। यिनै दुईको फरक दृष्टिकोणले यो ब्रह्माण्डमा संसारको परिभाषा नै सधैँका लागि बदलिदियो। यहाँ हेर्नुस् त, उहाँहरूको विरासतमा कत्रो फरक देखिन्छ। एकातिर रानी लिमा, जसले 400 वर्षभन्दा बढी शासन गरेर 12 लाखभन्दा बढी आविष्कारहरू गर्नुभयो। सोच्नुस् त, यो कति ठूलो उपलब्धि हो। अनि अर्कोतिर उहाँको उत्तराधिकारी जेड जाइगोसिमा, जसको शासनकाल लामो त थियो तर आविष्कारहरू लगभग आधा मात्रै। सुरुबाटै उहाँहरूको काममा आकाश जमिनको फरक देखिन्छ। अब रानी लिमाको मृत्युले वास्तवमा के गुमियो भनेर बुझ्नको लागि पहिला उहाँले बनाउनु भएको भाषालाई हेरौँ। उहाँका भाषाहरू भावना र अभिव्यक्तिका लागि एकदमै प्रख्यात थिए। उहाँको पहिलो भाषा थियो एल अक मोजो खियान, जसलाई मध्यमको भाषा पनि भनिन्थ्यो। अनि नाम जस्तै यो एकदमै सन्तुलित र जुनसुकै परिस्थितिमा पनि मिल्ने खालको थियो। खासमा यो दैनिक बोलचालका लागि बनाइएको थियो। अब यो मध्यमको भाषा कहाँ कहाँ प्रयोग हुन्थ्यो त? सामाजिक भेटघाट, शासन प्रशासन अनि ग्रह बीचको व्यापार जस्ता व्यावहारिक कामहरूमा। भन्नुको मतलब यो भाषाले समाजलाई एकै ठाउँमा बाँधेर राख्ने काम गर्थ्यो। लिमाको दोस्रो भाषा थियो टियान मोका रोसिया सेमा, अर्थात् रोसाको भाषा। यो चाहिँ अलि जटिल र गहिरो थियो, जसमा भावना र सांस्कृतिक अभिव्यक्तिको भण्डार नै थियो। त्यही भएर रोसाको भाषालाई सांस्कृतिक कार्यक्रम, कथावाचन अनि जटिल सामाजिक संरचना भएका प्रजातिहरू बीचको सञ्चारका लागि प्रयोग गरिन्थ्यो। यसले खाली जानकारी मात्रै दिँदैनथ्यो, बरु कला र परम्परालाई पनि जीवन्त राख्थ्यो। अब हेरौँ ठ्याक्कै यसको उल्टो, लिमाको भावनात्मक भाषाभन्दा बिल्कुलै फरक उहाँको उत्तराधिकारी जाइगोसिमाले बनाएका तार्किक भाषाहरू। जाइगोसिमाको पहिलो भाषा थियो टेम्पा एना रोकोसा, जसको अर्थ हो मस्तिष्कको भाषा। यो भाषा आफ्नो शुद्धता र तार्किक बनावटका लागि चिनिन्थ्यो। त्यसैले यो वैज्ञानिक बहस र बौद्धिक छलफलका लागि एकदमै उपयुक्त थियो। अनि उहाँको दोस्रो भाषा थियो सोमा राजी रोजाकेल वा सर्पको भाषा। यो प्रतीकात्मक भाषा थियो, जसमा धेरैजसो इशारा र दृश्यहरू प्रयोग हुन्थे। तर रमाइलो कुरा के छ भने, कलात्मक भए पनि यसको सुन्दरता तर्कमा नै आधारित थियो। हामीले यति धेरै शासनकालको कुरा गर्यौं, तर एटीआईमा 100औं वर्ष भन्नुको मतलब के हो त? आउनुहोस्, यो ब्रह्माण्डमा समयलाई कसरी नापिन्छ त्यो बुझाउँ। यो टाइमलाइन हेर्नुस् त, लिमाको मृत्यु र जाइगोसिमाको उदय बीच जम्मा 5 वर्षको फरक थियो। मतलब शक्ति परिवर्तन कति छिटो र नाटकीय ढङ्गले भयो। लिमाको शासन 546 एटीआईमा सुरु भयो, 962मा उहाँको हत्या भयो, अनि त्यसको 5 वर्षपछि 967मा जाइगोसिमाले शासन सुरु गरेर 1559 एटीआईमा अन्त्य गरे। त्यसो भए यो एटीआई के हो त? यहाँ खासमा 3वटा समयका मापक छन्। एटीआई जुन क्षुद्र ग्रह जस्ता खगोलीय घटनाहरूमा आधारित छ। एसटीआई जुन धूमकेतुको टक्कर जस्ता ठूला घटनाहरूमा आधारित छ र सबैभन्दा स्थिर मानिन्छ। अनि आरआरटीआई जुन दैनिक समयको लागि प्रयोग हुन्छ। यसले के देखाउँछ भने हामीले कुरा गरिरहेको समय साधारण होइन, सयौं हजारौं वर्षको हो। अब कुरा गरौँ सबैभन्दा मुख्य द्वन्द्वको, दुई नेताहरूको भाषा बनाउने सोच बीचको प्रतिस्पर्धा, अर्थात् भावना विरुद्ध तर्क। एकातिर लिमाको भाषा थियो जसले भावना व्यक्त गर्थ्यो, कलात्मक थियो अनि सबै जीवित प्राणीका लागि थियो। अर्कोतिर जाइगोसिमाको भाषा थियो जुन फराकिलो, बहुउपयोगी र एकदमै सटिक थियो, किनभने यो मसिनले बनाएको थियो। यो भाषा त युला मेकानिक्स भन्ने एक जटिल प्रणालीमा आधारित थियो। तर हरेक कुराको फाइदा मात्रै त हुँदैन नि, हैन र?
लिमाको भाषा लामो समयसम्म सञ्चार गर्नका लागि कमजोर थियो र प्रविधिसँग मेल खाँदैन थियो। उता जाइगोसिमाको भाषामा व्यक्तिगतपन र सांस्कृतिक गहिराईको कमी थियो अनि यो प्रविधिमा धेरै नै निर्भर थियो। भन्नुको मतलब कुनै पनि प्रणाली पूर्ण थिएन, एउटा पाउन अर्को गुमाउनै पर्थ्यो। र यसले हामीलाई कथाको सबैभन्दा दुःखद पाटोमा ल्याइ पुर्याउँछ। रानी लिमाको मृत्युसँगै आखिर के गुम्यो त? 12 लाख। यो सङ्ख्याले नै एलडी लिमाको योगदान कति विशाल थियो भनेर देखाउँछ। यति धेरै आविष्कारहरू जसमा टाइम मसिन जस्ता क्रान्तिकारी प्रविधिहरू पनि थिए, जुन सायद अब सधैँका लागि रहस्यमै सीमित भए। जब उहाँको हत्या गरियो र उहाँको शरीरलाई ब्ल्याक होलमा फालियो, उहाँका कैयौं रेकर्ड्स र ज्ञान पनि सँगसँगै हराए। अनि यसले एउटा डरलाग्दो प्रश्न जन्माउँछ, त्यो ब्ल्याक होलमा कुन ज्ञान सधैँका लागि हरायो होला? अनि अन्त्यमा एउटा गहिरो प्रश्न, यो कथा भावना र तर्क बीचको लडाईँको हो। जब तर्कले भावनालाई जित्छ वा भनौँ मेटाउँछ, तब ब्रह्माण्डको कुन चाहिँ हिस्सा साँच्चै गुम्छ होला? सायद यो प्रश्नको जवाफ हरेक शब्द, हरेक इशारा र हरेक मौनतामा लुकेको छ।